हेलो साथीहरू, वेलकम छ हजुरलाई मेरो न्यू ब्लगमा। आज शनिबार हामी घुम्न जाँदैछौँ बाटुली पोखरी। यसरी म रुमबाट रेडी भएर निक्लिनलाई बहिनी बुढीसँग हामी रेडी भएर निक्ल्यौँ साथीहरू बाटुली पोखरी जानलाई। आज छुट्टीको दिन देख्न सक्नुहुन्छ, यस्तो रमाइलो गर्दै गइयो है। एकदम गर्मी छ साथीहरू। हामी यसरी बाटोमा रमाउँदै म यहाँ गाडी कुरेर बसिछु साथीहरू, देख्न सक्नुहुन्छ। गाडी नआएर गाडी कुर्दैछु। के गर्ने, गर्मीमा यसरी गाडी कुर्दैछु। फाइनली म अटो चढेर हाकिम चोक जाँदैछु है साथीहरू। हाकिम चोकबाट अर्को गाडी जान्छ अरे, त्यही भएर म अब हाकिम चोकसम्म यसमा गएर चेन्ज गर्दैछु। एकदम गर्मी भइरहेको साथीहरू गाडीमा। हाकिम चोक जाँदैछु, देख्न सक्नुहुन्छ। हाम्रोतिर लिची पनि पाकिसक्यो साथी, देख्न सक्नुहुन्छ लिची। हाकिम चोक देख्न सक्नुहुन्छ साथीहरू। यस्तो भिडभाड छ हेर्नु त दिउँसोमा। ओहो, हाकिम चोकमा पुरै जाम लागेको छ, जाम। यस्तो गर्मी छ साथीहरू, हेर्नु त। हाकिम चोकबाट अगाडि बढ्दैछु। अब के म बाटुली पोखरी है साथीहरू, सिधै बाटुली पोखरी। बाटोमा के कस्तो देखिन्छ हेर्दै गर्नु होला। रोड के एकदम राम्रो छ है साथीहरू। ल एकदम क्लियर राम्रो छ बाटो के। आँपहरू नि पाक्ने बेला भइसकेछ। यसरी साथीहरू गाडीमा म पुरै गर्मीले पाकी छु है साथीहरू। गर्मीले वाक्का भएको छु। साथीहरू हामी जङ्गलनिर पुग्यौँ, हेर्न सक्नुहुन्छ। यस्तो गर्मी छ, आनन्द यसरी जङ्गलको छेउछाउमा बस्नलाई कति रमाइलो छ। मिठो हावाहरू चलिरहेछ है साथीहरू। अब हामी बाटुली पोखरी पुग्न लाग्यो भन्नुभएको छ यहाँ दाइले। अब कतिको टाढा रहेछ त हेर्नु त। ओहो, धेरै टाढै रहेछ त। पुरै जङ्गलै जङ्गल जानु पर्दो रहेछ। जङ्गलको छेउछाउ है, पुरै जङ्गलै जङ्गल रहेछ। फाइनली म पुग्न लाग्यो साथीहरू। त्यही घर अगाडि हो, ठ्याक्कै त्यहाँ गेट छ, ठ्याक्कै त्यसको अगाडिपट्टि। त्यसपछि छिर्ने ठाउँ रहेछ।
फाइनली साथीहरू म बाटुली पोखरी आइपुगे। देख्न सक्नुहुन्छ बाटुली पोखरीको गेट। हामी यसरी गेटबाट छिर्यौँ साथीहरू। मान्छेहरू एकदम धेरै हुनुहुन्थ्यो, भिडभाड एकदम थियो है, गर्मी नै एकदम थियो। ल हामी यसरी भित्र छिरियो, ट्याक्क लाएर हामी यसरी भित्र छिरेर टिकट सिकेट काटियो यता पछाडिपट्टि। टिकट काटेर ल हामी अब भित्र छिर्दैछौँ, जाँदैछौँ साथीहरू। हेर्न सक्नुहुन्छ यस्तो रमाइलो छ, भिडभाड एकदम। हामी त मान्छे एकदम धेरै थियो, स्कुल बसहरू पनि घुम्न विद्यार्थीहरू टन्नै थिए भित्र। यसरी हामी जाँदैछौँ साथीहरू। टाढै रहेछ त बाटो, त हिँड्नै पर्दो रहेछ धेरै नि। मलाई यो पुरै आँखा पोलेर मैले चस्मा लाउँदैछु साथीहरू, घाममा यहाँ एकदम। सबैजनाले हेर्दै गर्नु होला है, भिडियो पुरा हेर्नु होला। हाम्रोतिर त यसरी जङ्गलतिर जाँदा त काफल पाक्यो भन्थ्यो चराले। यतातिर आउँदा त कुरै नबुझिँदो रहेछ हो साथीहरू, कुकु कुकु गर्दो रहेछ। खै के भन्यो। फाइनली साथीहरू हेर्न सक्नुहुन्छ बाटुली पोखरीको फुलहरू यस्तो मजाले फुलेको छ। हेर्नु होला साथीहरू, हेर्नु त यस्तो रमाइलो छ ठाउँहरू। ओहो, माथि बोटिङ पनि भइरहेछ, ढुङ्गा माथि आइरहेछ। हामी अब यताबाट तलबाट फोटो खिच्दै यस्तो रमाइलो गर्दै जाँदैछौँ। ल हेर्नु होला, मैले पुरै यस्तो रमाइलो गरिरहेको छु है साथीहरू। भिडियो के कस्तो लाग्छ कमेन्ट गर्दै गर्नु होला। हेर्नु साथीहरू, यति धेरै हुनुहुन्छ मान्छे। हेर्नु त ढुङ्गा चढ्नेहरू, भिडभाड है। अन्त चारैतिर पिकनिक खानेहरू नि हुनुहुन्छ। फ्यामिलीसँग ट्याक्क गएर रमाइलो गर्नु छ भने के जानु होला साथीहरू। बिदाको दिन पारेर एकदम रमाइलो छ ठाउँहरू। मैले यसरी फुलहरू लिएर फोटो भिडियो खिचेँ है साथीहरू। यो फेरि यो फुल के मैले टिपेको कि होइन है, यहाँ एउटा भाइहरूले टिपेर मैले लिएको हो। मैले के टिप्न सकिनँ फुल, अलि उतै भित्रै जानु पर्दो रहेछ टिप्नलाई हिलोमा। म हिलोमा गइनँ। ल मेरो एक्सन देख्न सक्नुहुन्छ, यस्तोरी मैले एक्सन दिएँ है साथीहरू। कस्तो छ त मेरो एक्सन, हजुरहरूलाई मनपर्छ भने भन्नु होला है, एक्सन के कस्तो लाग्यो। फिल्म के खेल्ने होइन, म यहाँ यस्तो हेर्दैछु है कसरी गर्ने भनेर। यो फुल हेर्नु त यस्तो राम्रो देखिँदो रहेछ। को जानुभएको छ ल कमेन्ट पनि गर्दै गरौँ त साथीहरू। अनि बोटिङ कोले गर्नुभयो गएर, बोटिङ गर्न के रमाइलो हुँदो रहेछ साथीहरू। फेरि पनि मेरो यस्तो एक्सन फोटो देख्न सक्नुहुन्छ। यसरी मैले बुढीलाई फुल पनि दिएँ। ओहो, बुढी फेरि मक्ख देख्न सक्नुहुन्छ साथीहरू। हामी यसरी फुल टिप्नलाई जाँदैछौँ माथि। फुल टिप्न सकिन्छ कि भन्ने आशले माथि जता हेरे नि यही मात्रै छ, फुलै फुल, पोखरी छ। कति गन्ने हो थाहा छैन, पुरै खाल्टो कति गहिरो छ खै, यस्तो छ है। जता हेरे पनि फुलै फुल। हाम्रो यहाँ बहिनीले यसरी फुल टिप्दैछन्। हेर, बच्चा ल्याएर खेलाउने बेलामा यस्तो ढ्याङ्ग्रा ढ्याङ्ग्रीले आएर हेर्दा यस्तो बुढो मान्छेले आए यसरी खेलेखाने। यहाँ दुईजना बहिनीले र बुढीले। अब मेरो पालो नि आउँछ है साथी। फेरि म के किन नखेलेको नभन्नु होला, यहाँ मेरो पालो नि आउँछ एकैछिनमा। म खेल्छु मेरो नि, पछाडि आउँछ मेरो पालो, उनीहरूलाई पहिला। अब मेरो पालो है साथीहरू। यसरी देख्न सक्नुहुन्छ यस्तो रमाइलो गरेँ मैले नि। मेरो पालमा के म एक्लै भएँ, एकदम एक्लै भएँ नि मैले, तर रमाइलो गरेँ साथीहरू। ल हेर्न सक्नुहुन्छ यहाँबाट यस्तो पिङ खेल्दै बोटिङ जानेहरूको भिडी। ल बोटिङ जानेहरूको सुरु भयो है यसरी। म के यहाँ माथिबाट हेरिराखेको छु। बोटिङ गर्न के मजा आउँदो रहेछ साथीहरू, तर घामले पोलेर हैरान हुँदो रहेछ। के गर्ने, माथिबाट घामले पुरै एकदम धेरै गर्मी हुँदो रहेछ। घामले त टाउको दुखाउँदो रहेछ। यसरी पालो कुरेर बोटिङ चढेर यो पोखरी घुम्न पाइँदो रहेछ। आधी घन्टा मात्रै पाइँदो रहेछ, धेरै पाइँदो रहेछन्।
बोटिङ सोटिङ गरियो, यसरी घुमियो साथीहरू देख्न सक्नुहुन्छ। पालो कुरेर साथीहरू कस्तो लागिरहेछ यस्तो हेर्दै गर्नु होला, कमेन्ट गर्दै गर्नु होला, सेयर गर्नु होला, सब्स्क्राइब गर्नु होला नयाँ साथीहरूले भिडियो हेरेर। बोटिङले 2-3 थरी रहेछ है, कुन चाहिँ बोटिङ खेल्ने हो तपाईँ? यो हरियो, अब यस्तो हरियो खेल्ने हो कि हाँस खेल्ने हो कि कुन चाहिँ बोटिङ खेल्ने हो? बोटिङ के फरक छ। फेरि यतापट्टि यो पिङ खेल्ने के भिड हुँदो रहेछ कि अहिले मैले खेलेको पिङहरू हेर्नु साथीहरू। यहाँ मान्छेको भिड गाह्रो छ, तर घामले नि के गर्ने, बोटिङ गर्न के गर्ने, चिसो भयो नि घामले हैरान बनाउँदो रहेछ। ल है साथीहरू, तर बाहिर बसेर हेर्न के मजा छ, शीतलमा बस्न पाइन्छ, शीतलमा बसेर हेर्न पाइन्छ आनन्द। र यो हाँसवाला खेल्ने हो कि काठवाला खेल्ने हो कि कुन चाहिँ बोटिङ खेल्ने हो? तपाईँहरूले कुन बोटिङ खेल्नुभयो ल कमेन्ट गर्नु होला। अब मैले यस्तरी फोटो खिच्दैछु, यस्तरी धन्न म लडिनँ है साथीहरू। ल रमाइलो गर्दै अन्त जता हेऱ्यो नि पोखरी मात्रै छ हो, मान्छेहरू नि भिडभाड एकदम। के कस्तो लाग्यो लाइक कमेन्ट गर्नु होला साथीहरू। म यसरी जाँदैछु, जता पनि फोटो खिच्ने मान्छेहरूको भिडभाड छ। म नि यसरी भिडियो बनाउँदै हिँडिराखेको छु कि भिडियो बनाउँदै बोल्दै पोखरीमा घाम खाँदै गर्मी खाँदै शीतलमा बस्दै यस्तै छ साथीहरू, देख्न सक्नुहुन्छ के कस्तो लागिरहेछ हजुर। को जानुभयो ल कमेन्ट गराउँ त साथीहरू, नगएको साथीहरू को हुनुहुन्छ? यो जता पनि यस्तै छ है साथीहरू, जता हेर्यो चारैतिर आँखाले देखिन्जेल यस्तै मात्रै छ। अब मलाई एकदम रमाइलो लाग्यो, हजुरहरूलाई कस्तो लाग्यो? नगएको साथीहरूले भिडियोमा हेरेर नि चित्त बुझाउनु होला अलिअलि। ल यसरी अब हाम्रो फोटोसुट हुँदैछ बहिनी र बुढीको। यसरी फेरि बहिनी लिएर मैले फोटोसुट, फेरि बुढीको र मेरो। हामी यसरी फोटोसुट गर्दैछौँ साथीहरू। कुन फोटो मन पर्यो हजुरहरूलाई हेर्दै गर्नु होला। के भन्छ हजुरकोतिर? ल फाइनली हामी फोटोसुट खिचेर नि हामी निक्ल्यौँ साथीहरू। यसरी फेरि हामी बाहिर आयौँ। अब हामी घर फर्किन लाग्यौँ। भिडियो के कस्तो लाग्यो साथीहरू देख्न सक्नुहुन्छ। हामी यता फर्किँदै गर्दा जानेहरूको नि भिडभाड एकदम लागिरहेको छ। हामी के छिटै फर्क्यौँ, एकदम गर्मी भएर, भित्र एकदम गर्मी थियो। अब हामी के फर्कियौँ। हजुरहरूलाई के कस्तो लाग्यो ल है साथीहरू कमेन्ट गर्नु होला। साथीहरू भिडियो के कस्तो लाग्यो लाइक कमेन्ट सब्स्क्राइब गर्दै गर्नु होला। भिडियो बनाउन सिक्दैछु अलिअलि है, के कस्तो